हेलो गाइजहरु, मैले उत्पादन गरेको च्याउ हेर्नुहुन्छ? ल च्याउ उत्पादन छ तपाईहरुको घरमा? छ त। हेरौँ त। आमा आज त झन् ठुलो भएछ त। ओहो च्याउ उत्पादन च्याउ ल यो चाहिँ खतरा। मेरो मितिनी ल्याइदिएको हो, बिउ चाहिँ मितिनी नै राखेको हो। तर मितिनी मितिनीले- काठमाडौँ गइसक्यो, यहाँ मलाई खानालाई आज रेडी भइसक्यो। अझै अलि सानो कलिलै छ यो, छैन, अझै ठिक एक भइसक्यो। दुई दिन टाइम लाग्ने रहेछ खानालाई। ल हेर्न सक्नुहुन्छ गाइज, कति धेरै च्याउ उत्पादन। वाउ, ल हेर्नुहोस् गाइज, हाम्रो घरमा चाहिँ खेरा गएको गुन्द्रीबाट यसरी च्याउ उत्पादन गर्न सफल भएको छ। ल सफल भएको एक किसान किसानको उत्पादन हेर्नुहोस्, कति धेरै अर्ग्यानिक च्याउ मसरुम। हाम्रो घरमा अर्ग्यानिक च्याउ खान हामी पहिलो पटक